म हृदयबाट धन्यवाद दिन्छु उहाँले हामीलाई पठाउनु भयो ठाउँमा। अनि तेस्रो क्रममा म यहाँका हजुरको सिनियर पास्टर आदरणीय पास्टर टिपी शिलाज्यूलाई म हृदयको अन्तस्करणबाट धन्यवाद दिन चाहन्छु। उहाँले एकदमै बिन्ती रिक्वेस्ट गर्नुभयो यहाँ आउनको लागि, नत्रदेखि रेजिङ एन आर्मीको सेवाकाई चाहिँ हामी कहिले पनि एउटा दुईटा सेसनको लागि जाँदैनौँ। हाम्रो एउटा मकसद, हाम्रो उद्देश्य छ, हामी कम्ती भनेको 5 दिनको हामी तालिम माग्छौँ। अनि त्यो 5 दिनको तालिममा एउटा उद्देश्य छ, एउटा दुईटा सेसन बोल्दा एकछिन केही हुन्छ होला, एकछिन गुसबम भएको जस्तो हुन्छ, तर त्यो भोलिको दिनमा त्यो व्यक्तिले त्यो कुरोलाई भुलिहाल्छ। तर 5 दिनमा चाहिँ हामी एउटा सलिड शिक्षाले भर्न चाहन्छौँ। तर पनि यहाँ सिनियर पास्टर भएको वचनलाई पास्टर सन्तोषले काट्न नसकेको कारणले गर्दाखेरि हामी आउन सफल बनेका छौँ र परमेश्वरलाई महिमा दिए। सम्पूर्ण जो यहाँ हुनुहुन्छ, अग्रजहरू, जो छोरी मण्डलीबाट हुनुहुन्छ, मैले सुन्दै थिएँ यो वार्षिक सम्मेलन हो अनि सबै ब्रान्च चर्चेसहरूबाट यहाँ भेला हुनु भएको छ। अनि यो सुन्दै थिएँ यो चाहिँ आज चाहिँ सिल्भर जुब्ली हो, 25 वर्ष यो सेवाकाईको दौडान पुगेको। अनि 25 वर्षमा परमेश्वरले यहाँलाई अनुग्रह गर्नुभएको छ, मलाई महिमा भएको होस्। हालेलुया, हालेलुया। म चाहन्छु यदि कोही बाहिर फ्री हुनुहुन्छ भनेदेखि तपाईँहरू पनि भित्र आइदिनु होला, किनभनेदेखि हामी टाढाबाट यहाँ आएका छौँ, केही कुरो हामी पोखाउन चाहन्छौँ। We want to pour out something to you। त्यसले गर्दाखेरि तपाईँहरू बाहिर काममा हुनुहुन्न, व्यस्तता हुनुहुन्नदेखि चाहिँ भित्र बस्नु भएको असल हुन्छ। म एउटा नम्रताको साथ हजुरलाई कुराहरू भन्दैछु। अनि आई वान्ट अल द वर्शिप टिम, जति पनि यहाँ भाइ बहिनीहरू मैले देख्दै थिएँ आराधनामा, क्वेयर टिममा, अनि म वर्शिप टिमलाई अझै बेसी म फोकस गर्न चाहन्छु। आराधना गर्ने व्यक्तिहरूको जीवनबाट चाहिँ सबै कुराहरू भोगिरहेको हुन्छ। आराधना गर्ने व्यक्तिको जीवनबाट चाहिँ पवित्रता बग्छ। आराधना गर्ने व्यक्तिको जीवनबाट एनोइन्टिङ बग्छ। आराधना गर्ने व्यक्तिको जीवनबाट आशिषहरू बगेका हुन्छन्, किनभने मुख्य भाग आराधना हो। आराधनाले चाहिँ हामीले एउटा व्यक्तिलाई त्यो उपस्थितिमा दोहोऱ्याउन सक्छौँ, पवित्रतामा दोहोऱ्याउन सक्छौँ, आशिषमा दोहोऱ्याउन सक्छौँ। त्यसले गर्दा आराधना गर्ने व्यक्तिको जीवनशैलीमा पनि हामीले धेरै ध्यान दिनुपर्ने हुन्छ। यदि म एउटा आराधक भएर मैले पवित्रताको जीवन जिउँदैछु भने अफकोर्स मेरो जीवनबाट, मेरो आराधनाबाट पवित्रता बग्छै बग्छ। यदि म एनोइन्टिङमा बढ्दैछु भनेदेखि अफकोर्स मेरो जीवनबाट अभिषेक त्यहाँनिर बस्नेछ। हालेलुया। अनि म एकदमै इन्करेज गर्छु वर्शिप लिडिङ गर्ने व्यक्तिहरू जो हुनुहुन्छ। म जहिले पनि यसरी उदाहरण दिने गर्छु। यदि म इन्डियाको कुरा गर्नु, इन्डियाको दिल्ली म घुमेको छुइनँ भने म एउटा व्यक्तिलाई दिल्ली घुमाउन सक्दिनँ। त्यस्तै यदि म एउटा आराधक भएर या प्रभुको दास भएर परमेश्वरको उपस्थितिमा मैले पुग्नु जानेको छुइनँ भनेदेखि म त्यो झुन्डलाई, कङ्ग्रिगेसनलाई परमेश्वरको उपस्थितिमा लानु सक्दिनँ। त्यसले गर्दा हामी अग्रज आराधक जो पनि छौँ, हामीले पहिलो त्यो कुरोलाई अनुभव गरेको हुनुपर्छ। त्यसले गर्दाखेरि एकदमै ध्यानसित यहाँ बोलेको वचनलाई हजुरले ध्यानसित सुन्नु भएर नम्रताको साथ ग्रहण गर्नु भनेदेखि यहाँबाट फर्केर जाँदै गर्दा आज तपाईँहरू अर्कै व्यक्तिमा परिवर्तन हुनुहुनेछ। म त्यो कुरोलाई ग्यारेन्टी दिँदछु। आमेन। किनभने हाम्रो पास्टर सन्तोषले चाहिँ हामीलाई
जे कुरो सत्य छ त्यो सत्यलाई तिमीले प्रकट गर भनेर सिकाउनुहुन्छ। जे परमेश्वरको वचनमा लेखेको छ त्यो कुरोलाई भन भनेर उहाँले जहिले पनि हामीलाई सिकाउनुहुन्छ। अनि यहाँ हामी उभिएका छौँ परमेश्वरको वचनलाई बोल्नको निम्ति। हामी लक्षितपुरमा परमेश्वरको थुप्रै वचनहरूलाई खोल्न गइरहेको छु। त्यसले गर्दाखेरि परमेश्वरको वचन हजुरको बिचमा आउँदै गर्दाखेरि हजुरहरूले त्यसलाई रिसिभ गर्नु होला। परमेश्वरको वचनलाई चाहिँ हामीले पक्रिनु, हामी तत्पर हुनुपर्छ। आमेन। किनभनेदेखि हीरा मोती भन्दा पनि बहुमूल्य चाहिँ परमेश्वरको वचन हो। यदि यहाँबाट सुनको टुक्राहरू यहाँबाट यसरी फ्याँकियो भने हामी कति छिटो त्यसलाई पक्रिन्छौँ होइन? त्यो पनि पर्दैन। एउटा चकलेट यहाँबाट फ्याँक्दाखेरि पनि कङ्ग्रिगेसनले त्यसलाई कसरी पक्रिन्छ भन्ने परमेश्वरको वचन चाहिँ ती हीरा मोती भन्दा पनि महान शक्तिशाली छ। परमेश्वरको वचन सबैभन्दा उच्चमा छ। आमेन। हालेलुया। Kore prasana brose ke terebe. Pastor Santos Guruba, जो मेरा पास्टरले यसरी भन्नुहुन्छ, ministry is not a competition but a compassion. उहाँले जहिले भन्नुहुन्छ सेवकाई चाहिँ कुनै पनि कम्पिटिसन होइन, प्रतिस्पर्धा होइन, तर सेवकाई चाहिँ